म त केटाकेटीदेखि पेपर सङमा जान्थेँ। कसको बिहे रहेछ हल्का थुर्दिवरी आएको त्यहाँदेखि गएर घुमेर अनि बिमलालाई चिन्नुहुन्थ्यो र? कसैलाई चिनेन, त्यहाँ एउटा हजुरबा देखेँ नमस्ते गरेँ हिँड्थेँ। अनि पस्किन लाज लागेन? के को लाजर, भोक लागिरहेको थियो टन्न पेट खाएर आएँ तर नि। मामालाई सही छ नि लिम्बे होइन, व्यापारसँग नजिक समुची भोक लाग्यो भने खाजा खान मन लाग्यो भने यसो लुगा अलिक यहाँबाट सनाई बजेको सुनिहालिन्छ बिहेको दिन, बिहेको दिन यसो त थाहा हेरिन्छ पाइहालिन्छ बस। नि। स्वाइँ कि स्वाइँ गयो त्यहाँ, आखिर त्यो व्यापार सङ्घको मान्छे पनि चिनेको छु, यसो ह्यान्डसेक गरे जस्तो गरेर भित्र भेट्न गएको जस्तो तरिकाले स्वाट्ट छिरेर ल्याम्किल्याम हानेर चलिदिइहाल्ने हो क्या। त्यसरी अहिलेसम्म कतिजनाको बिहे हान्नु सक्नुभयो फ्रीमा? मैले त्यस्तै 15 जनाको चाहिँ हाने होला हौ। एकचोटि त एकजना लिम्बू बाजे हुनुहुन्थ्यो होइन, सट्ट गएँ लिम्बू बाजेलाई सपोज सेवारो भने होइन, अनि छिरेर सुँगुरको मासु मजाले तन्काएर पुलाउ र भुटेको सुँगुर